सन्चै हुनुहुन्छ सबैजना। म पनि सन्चै छु। आज बिहान बिहान हेर्न सक्नुहुन्छ कोही मान्छेहरू छैन बाटोमा। मलाई बिहान उठेर चाहिँ अर्को सिटी जानुपर्ने रहेछ, त्यही भएर पुरै रेडी सेडी भएर म चाहिँ अब अर्को सिटी चाहिँ जानको लागि रेडी भइसकेँ। अब चाहिँ म स्टेसनमा जाँदैछु। यस्तो छ मेरो यसरी हो पुरै। यहाँबाट अब अगाडि स्टेसन रहेको छ, त्यो स्टेसनमा जानुपर्छ र त्यहाँबाट आज चाहिँ मैले चाहिँ फर्स्ट टाइम चाहिँ सिन्कान्सेन हेर्ने हो क्या, बुलेट ट्रेन भन्छ नि त्यो चाहिँ। आजसम्म मैले हेरेको थिएन। हेर्न सक्नुहुन्छ पुरै शान्त छ, मान्छेहरू कोही नि छैन बाटोमा, कोही नि छैन, सबै शान्त हो मौसम। र म एक्लै चाहिँ निस्केको छु र मैले जानुपर्ने पनि एक्लै हो। अब म लिफ्टमा माथि जान्छु चढेर। लिफ्ट चाहिँ तल आउँदैछ, लिफ्ट आयो तल, चढेर माथि जानुको छ लिफ्टमा। यस्तो छ क्या पुरै रेडी सेडी भएर म निस्किन लागेको। अब स्टेसनमा मैले आइपुगेँ। त्यहाँबाट मेरो ट्रेन चाहिँ अर्को स्टेसनको लागि चाहिँ ट्रेन चढ्नु पर्ने छ र त्यहाँबाट चाहिँ बुलेट ट्रेन चढेर जानुपर्छ। अब लगभग 10 मिनटमा ट्रेन आउँछ होला, टाइम भइसक्यो। यहाँबाट मैले चाहिँ भित्र छिर्नु पर्ने छ। यो चाहिँ इन्ट्री गेट हो। यहाँबाट म तल छिर्छु। अहिले चाहिँ पुरै स्टेसन बन्द रहेछ, कोही पनि छैन यहाँ। त्यो चाहिँ देखिरहेछ 36मा मेरो चाहिँ ट्रेन आउँछ। 36 को ट्रेनमा चढ्छु। अहिले चाहिँ लगभग 26 भइरहेछ। यहाँबाट तल झर्नु पर्ने छ। त्यो मान्छे कुर्दैछ त्यहाँ पनि। यो चियो स्टेसन भन्छ क्या, चियो एक कि त्यहीँ जानुपर्ने रहेछ। त्यहाँ मान्छे कुर्दैछ, म पनि एकछिन कुरेर बस्नुपर्छ। त्यहाँ हेर्न सक्नुहुन्छ त्यो चाहिँ भोल्क्यानो हो, एक्टिभ भोल्क्यानो। कति राम्रो देखिरहेछ। ल अब ट्रेनको लागि म कुर्छु एकछिन है।